अनिताको बिहेमा जाँदैछौँ अनि हामी पुरै एक्साइटेड छौँ। अब रातिको कति बजे बाबु हेर्छ टाइम? बाबु टाइम हेर्छ न, टाइम हेर्छ नि कति बजे? टाइम 9:45 भयो। अब हामी सुत्छौँ अनि भोलि जान्छौँ। यो चाहिँ अनिताको लागि फ्यान, उसलाई गर्मी भयो भने उसको मेकअप बिग्रिन्छ नि त, अनि म बोकेर लिएर जान्छु। अनिता हामी रेडी भएर हामी अब तिम्रो बिहेमा आउँदैछौँ। अहिले चाहिँ हामी जाँदैछौँ ट्रेन स्टेसन, ट्रेनमा जान्छौँ अनि त्यहाँबाट प्लेन चढेर भिडियो हामी ल्यान्ड भइसक्यो। अब हामी जाँदैछौँ बस लिएर सेन्ट्रल, अनि सेन्ट्रलबाट हामी जान्छौँ अनिताको घर ट्रेन लिएर। हेलो, है डु यु थिङ्क कि हामी राइट ठाउँमा आछौँ भनेर? ओइ ल अब सोध्नुपर्छ कसैलाई। हामी यो बसबाट बस र ट्रेनबाट ट्राभल गरिसक्यो। हेरौँ ए बहिनी यता हेर, अझै एउटा स्टप बाँकी छ। अन्त आए त हुन्थ्यो नि। जुत्ता बाहिर ए हो कि होइन? Oh, really? Huh? Address त सेमै त हो नि, 9 ए अनि 9 भनिरहेको छ त। छ्या बित्छ 10 ओइ हामी चिच्चामै आइज। हाई अन्त नमस्ते। तेरे हाथों पे मेहंदी अपने नाम की सजाए, तेरी ले बनाए तेरे साथ। भिडियो गरेको है मोबाइल नलाउनु भएको? Oh, that's so sweet.
कसलाई ल्याइदिए go. Madha madha pagare sa sa re ga ma. आजको यादगार पल के हो भन्दाखेरि हामीले ब्यागेज हाम्रो एक्सचेन्ज भन्छ क्या हामीले चाहिँ जहाँ राखेको थियौँ त्यहीबाट झिक्यौँ तर मेबी त्यहाँ सेम ब्यागेज थियो होला नि त्यो अर्को मान्छेले हामी चाहिँ अलिक बिस्तारै लास्टतिर निक्लेको थियौँ क्या अनि फिल त्यो मान्छेले हाम्रो लगेज लग्यो अनि पछि चाहिँ हामीले त्यसको लगेज लिएर आयौँ क्या अनि यहाँ लुगा चेन्ज गर्ने बेलामा हेरेँ यो त आफ्नो होइन अब तर्सेको कसको ब्याग खोलेको छु भनेर अनि फेरि बन्द गरेर खै हाम्रो ब्याग ल्याउनु न भनेर भन्छ त्यही त हो भन्नुहुन्छ अनि हेर्छु त ब्याग त हाम्रो होइन अब त्यसमा मेरो सामानहरू थियो अनि तपाईँको गिफ्ट पनि त्यसमै थियो अब भोलि कन्ट्याक्ट गर्छौँ जस्ट आज कन्ट्याक्ट त गरेँ जेस्टालाई तर एयरपोर्ट नै जानुपर्छ भन्छ सो एयरपोर्ट जान्छौँ भोलि त्यो हेर्छौँ अनि त्यो मान्छेहरूलाई पनि कन्ट्याक्ट गर्न ट्राई गर्छौँ नम्बर त एउटा साथै अब हेरौँ के हुन्छ